आजभन्दा 3 वर्ष अगाडिसम्म चाहिँ हामीले मम्मीलाई जहिले यस्तरी राम्रो बनाएर राख्थ्यौँ होइन, झपक्कै पारेर। अनि आफै खानाहरू पनि खानुहुन्थ्यो, हामीसँग गफ गर्दै गर्दै डाइनिङमा बसेर। अनि एक्कासी मम्मीको अक्सिजन कमी भयो, हामीसँग अलरेडी अक्सिजन थियो। अनि अक्सिजन लगाइदिन थाल्यौँ नाकको खोलेर। अनि अक्सिजन लगाइसकेपछि मम्मी फेरि राम्रै हुनुभयो क्या। 1 महिना पछाडि यस्तो मजाले निको बनायौँ। जसरी भए पनि हामी 3 जना त हो, 2 जना भाउजू अनि म। अनि मम्मी मजाले हाँस्ने खेल्ने, झपक्कै फेरि मजाले गहनाहरू लाउन सक्ने हुनुभयो। अनि राम्रै बनाएर यताउता पनि आफै हिँड्नुहुन्थ्यो, आफ्नो कामहरू आफै गर्न सक्ने हुनुभएको थियो। ब्रसहरू गर्नुहुन्थ्यो, अनि कपालहरू कोर्नुहुन्थ्यो। तर कपाल चाहिँ हामी आफै पनि कोरिदिन्थ्यौँ। अनि नुहाइदिने हामी आफै गर्थ्यौँ, तर हात खुट्टाहरू चाहिँ आफै धुन्छु भन्नुहुन्थ्यो। अनि अनुहारहरू पनि आफै धुनुहुन्थ्यो। हाम्रो मम्मी चाहिँ आफू पनि सरसफाइ गर्न खोज्नुहुन्थ्यो कि। अनि फेरि एक्कासी अक्सिजन कमी भयो क्या मम्मीको। अनि फेरि नाकको खोलेर हामीले अक्सिजन लगाइदिनु थाल्यौँ। अनि 3 दिन पछाडि त यस्तोरी सुतेको बेला पनि गाह्रो भएको जस्तो गरेर सुत्नु थाल्नुभयो। अनि हस्पिटल लग्यौँ त्यही बेला। अनि फेरि ल्याए पछाडि मम्मीलाई इन्टरटेनमेन्ट दिएर औषधि गरेर भाउजू हामी नसुती है, त्यति बेला त सुत्न पनि पाउँदैन थियौँ। अनि मम्मीलाई यत्तिको बनायौँ होइन। अनि त्यति बेला त खाली के नाक कान सबै खाली कस्तो नराम्रो देखिएको। अनि मम्मी कहिले हामी मम्मीलाई उठ्न सक्ने बनाउन सक्छौँ र लगाइदिनु भन्ने भएको थियो। अनि अलि उठ्न सक्ने हुनुपर्छ, अलि राम्रै भएपछि चाहिँ हामीले यसरी कानको र घाँटीको चाहिँ लगाइदिनु थाल्यौँ होइन। अनि मैले दाँत देखाउनु त भनेको देखाउँदै हुनुहुन्छ। अनि जहिले मम्मीलाई अब राम्रै बनाएर राख्ने बानी होइन, बुढाबुढीलाई सुहाउने भनेको चाहिँ गरगहनाले नै हो कि। अनि यत्तिको उठेर बस्न सक्ने हुनुभयो होइन। अनि यो बेला चाहिँ हाम्रो खुसी नै छुट्टै भएको थियो क्या। यत्तिको उठेर बस्नु सक्ने हुनु भएपछि चाहिँ हामीले फेरि घाँटीको कानको लगाइदिनु थाल्यौँ। अहिलेसम्म पनि त्यति नै मात्रै छ, नाकको चाहिँ अझैसम्म पनि मिलेको छैन। गहना नलाउँदा त बुढाबुढीलाई अलिक नसुहाउने के, गहना चाहिँ एकदमै राम्रो देखिन्छ बुढाबुढीलाई। अब तर चाँडै नाकको पनि लाउन मिल्ने होस् होइन, भगवान्सँग यही प्रार्थना छ। बल्ल यतिको बनाएको छौँ 2 वर्ष पछाडि, अब चाँडै सबै गहना लाउन सक्ने बनाइदिनु है भगवान्।